यहाँहरू धेरैजना जानकार हुनुहुन्छ, धेरैलाई यो समस्या आज मैले यहाँ सुनाउँदै गर्दाखेरि त्यसको समाधान के हुन्छ, आगामी दिनमा हामी बस्दा त्यसको समाधानसहित बस्नेछौँ, के हुन्छ, कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि यहाँबाट सुझावहरू आओस्। र यो मन्त्रालयले गर्ने काम कारबाहीका विषयमा म अलि बढी जानकार छु, किनभने भूमि व्यवस्था अब म कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने भएको भएर त्यहाँ भूमिका समस्याहरूदेखि लिएर र सहकारी हजुरहरूले जान्नुभएको छ होइन, सहकारीका विषयमा हामी अवगत छौँ, सहकारीका समस्याका विषयमा, सहकारीको त्यो समस्याग्रस्त सहकारीका विषयमा पनि म अरूभन्दा बढी जानकार चाहिँ यो मन्त्रालयले गर्ने काम कारबाहीको विषयमा जानकार छु। त्यही भएर के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ भन्ने कुरा सबैजना मिलेर जाने हो। सबैजना हजुरहरूको सल्लाह सुझाव चाहिन्छ, सँगै मिलेर जाउँ। आज चाहिँ अलिकति समय कम भएको भएर चाहिँ बृहत रूपमा छलफल गर्न सकेन। फेरि पनि हजुरहरूसँग बसेर इन्डिभिजुअली हामीले काम गर्नुपर्नेछ। अब हामीसँग समय कम छ। एभ्रिडे हामीले चाहिँ पब्लिकलाई, किनभने यो मन्त्रालयले गर्ने काम कारबाही भनेको प्रत्यक्ष जनतासँग जोडिने हो होइन, जनताले फिल गर्न पाउँछ। त्यही भएर त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ। यहाँहरूको साथ सहयोग चाहियो। र अब हामी फर्दर फेरि पनि भोलि पर्सिमा हामी फेरि यसै गरी हामी मिटिङ अर्गनाइज गरेर इन्डिभिजुअली के हुन्छ समस्या पनि र त्यसको समाधान के हुन्छ भनेर पनि हामी लिखित रूपमा हामी बस्नेछौँ।